हजुरहरू सबैलाई नमस्कार। म आज तपाईहरूलाई बिग्रेको बल्ब बनाएर देखाउन गइरहेको छु। बिग्रेको बल्बलाई तपाईहरू फाली नहाल्नुहोला, किनकि यसलाई बनाउन सकिन्छ। यो 5 वाटको बल्ब हो। यो बिग्रेको छ। यसलाई चेक गरौँ। यो अलिअलि डिम गर्छ तर बल्दैन। अब यो चाहिँ सही बल्ब हो, यो बलिरहेछ। यो चाहिँ बल्दैन। अब यसको यहाँ भित्र खोलेर हेरौँ के भएको छ। ल, यो यसको हेर्नु होला। यसको यहाँ एउटा लिड बल्ब चाहिँ पूर्ण रूपमा जलेर गएको छ है। अब यसलाई बनाउनको लागि यो लुज तारको एउटा जति तारलाई चाहिँ यसरी फोल्ड गरेर यसरी फोल्ड गर्नु होला। यसरी फोल्ड गर्ने र अब यो जुन लिड जलेको छ देखिन्छ खाली। अब त्यो अघि बनाएकोलाई ठ्याक्क यहाँ राख्ने। यो लिडको दुईटा पोइन्ट हुन्छ, त्यो पोइन्टलाई चाहिँ यसले जोडिदिने टेपको सहायताले। टेपको सहायताले यो दुईटा बल्बको दुईटा भाग हुन्छ, यसलाई यसरी जोडिदिने। यसरी मजाले जोडिदिनु होला। ल, अब यसको ढक्कन लगाएर चेक गरौँ। अब अघिको बल्ब नै हो यो। ल, हेर्नु होला। बलिसकेको छ है त। यसरी बल्ब बनाउन सकिन्छ। मलाई थप हौसला दिन चाहनुहुन्छ भने मेरो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।